घाँस लाएर फर्किएँ है साथी हो म चाहिँ अब घरतिर है। टाढोको वस्तु यस्तै छ, बेलामै घाँस लाएर फर्किनुपर्छ। कतै निगौ कतै निगौ के गर्नु के चाहिँ हो र कसलाई माग्नु ल ऐसे के गर्नुहुँदैछ अन्डे कुखुरालाई पनि राख्नु भएको छ त भिडियो बनाउँदै हिँडेको नि लडिँदैन हुन्छ। जस हाम्रो गाउँको रोड चाहिँ यस्तै छ होइन, सानो सानै छ, ठुलो चाहिँ छैन, त्यस्तो राम्रो पनि छैन है। यो चाहिँ हाम्रो सिँढीमार्गा तमाखेदेखि ओडासम्मको होइन। अनि यो चाहिँ हाम्रो घर जाने रोड हो। म चाहिँ एउटै रोड आएको होइन साथीहरू। यस्तै तमाखेको भिडियो हेर्नुको लागि मेरो च्यानल सब्सक्राइब गर्नु होला। त्यस्तो रमाइलो भिडियो नहाले पनि यस्तै बाटोको मात्रै भयो नि हेर्नुको लागि मेरो च्यानल सब्सक्राइब गरिदिनु होला है गाइज, सपोर्ट गरिदिनु होला है प्लिज मलाई पनि। यहाँदेखि उँभो चाहिँ अब भन्ज्याङ जाने रोड हो होइन साथीहरू। म चाहिँ अब तेर्सो गएँ, हाम्रो घर चाहिँ यता तेर्सो जानुपर्छ नि त। यता गयो भने चाहिँ अब भन्ज्याङ जाने भयो है। अब यता गएँ म चाहिँ, अब हाम्रो घरको बाटो सानो गोरेटो लागेँ म चाहिँ साथी हो। हेर्नु होला मेरो भिडियो पुरै है। यो तल्लो रातो घर चाहिँ हाम्रो सुजन मामाको हो। अनि हाम्रो चाहिँ यसकै उपट्टि छ, त्यसको देखाउँछु है त साथीहरू है। ल यो चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो सुजन मामाको। अनि यता माथि चाहिँ हाम्रो घर हो होइन। यता चाहिँ सुजन मामाकै फेरि यता माथि चाहिँ हाम्रो मौरी पनि केही कति अलिअलि पालेका छौँ है। यस्तो चाहिँ मित्रहरू हाम्रो घर गाउँ चाहिँ। यो कहाँ हुनु